नमस्ते फेरि नयाँ रियाक्सन भिडियो आइसक्यो है त अब गरिहाल्ने त हामीले होइन अनि यासु म्युजिक भन्ने हाम्रो भाइ छ भाइको चाहिँ गीत आइसकेछ मैले चाहिँ रियाक्सन गर्नुपर्छ भाइ चाहिँ मलाई एकदम हुन्छ नि कस्तो डिफ्रेन्ट लाग्छ क्या भनौँ न होइन सुनौ के भन्दो रहेछ भाइले फ्री भज केटो लेखेको छ होइन सुनौ आँसु बग्छ भन्न गाह्रो सब यात्रा आउँछ बुझ्न किन आफैलाई नि साह्रो छ सपनाको लागि प्यारो आफूलाई त बार्दिन हार्न खोज्छु हारबाट अब विश्वास आफू मार्दिन आफूलाई कहिले छाड्दिन आश लाग्ने त ढार्दिन भन्न गाह्रो अन्नबाट सपनाहरू मार्दिन अनगिन्ती कृतिहरू मनभित्र त घनिष्ठ पीडाहरू बदलिन सक्दिन कहिले सपिन भन्ने भ्रममा नबस असफल कहिले बन्दैन यी जिन्दगीले भन्दैछ राम्रो बन्ने प्रयासी नाटक नकाप्लाएर जिन्दगीले चिन्नेछ आफूलाई बुझ्न कठिन्छ बाध्यतामा मन भिन्न प्रश्नसँग त पल्किन्छ के गर्छु आफूभित्र म बग्छ आँसु भन्न मन छ सब गाह्रो पर्छ सपना कहिले गर्न सक्दैनस् यी आँसु बग्छ मुटुसँग भन्न सक्दैनस् मलाई माफ गरिदेऊ भन्न सक्दिन मलाई गाह्रो लाग्छ पीडा थाहा छ टाढा जान्छ सब यी आँसु बग्छ सपनासँग बुझ्न गाह्रो मन अप्ठ्यारो टन्न सङ्घर्षमा भन्न सक्दिन के राम्रो सक्छु भनेर के भन्दिन नि म गाह्रो पर्छ थाहा छ बाटो भिन्न भिन्न छ तिमीलाई मात्र आफ्नो कहिले भन्न सक्दिन सब टाढा जान्छ जिन्दगी अति छाडा बाँच्छ फुलसरी त काँडा मात्र हातमा तेरो मेरो साथमा गेडौ मलाई थाहा छैन याद राखे आशा बग्छ जनरली र टाइपको हानिरहेको छ केटोले होइन वान टेक जस्तो छ होइन मिठै छ लिरिक्स राम्रो छ कस्तो कस्तो सुन्यो त्यही पनि 1 मिनटको मात्रै रहेछ होइन उसले चाहिँ अब यसो अलिकति मोटिभ गरे जस्तो गरेको छ अरूलाई होइन मोटिभ खालको छ गीतमा होइन दामी नै लाग्यो है मलाई चाहिँ अनेस्ट भन्दा चाहिँ ठिकै लाग्यो किनभने अब जे हो त्यो भन्नुपर्ने ठिकै लाग्यो होइन सुरुमा चाहिँ कस्तो लिरिक्स चाहिँ एउटै तरिकाले बगिरहेको थियो पछि गएर चेन्ज गर्यो होइन रिभर्स टाइपको बजिरहेको थिएन सुरुमा चाहिँ पछि चाहिँ फेरि रिभर्स तरिकाले गयो ठिक छ नाइस होइन गर्दैछ केटोले होइन अब सपोर्ट नपाएको हो कि राम्रोसँगले अहिले फेरि आफ्टर लङ टाइम पछि उसले लगातार गीत हालिरहेको थियो 2 दिन 4 दिन हप्ता दिनमा हालिरहेको थियो अहिले चाहिँ 3 महिना पछि हालेको छ फ्री बस यसो एउटा वार्मअप गरेको नि हुनसक्छ 3 महिना पछि ओके थ्याङ्क्स